सपोज हजुरको 1 लाखको चेक हरायो। अब यो पैसा कसले झिक्न सक्छ? यसको आन्सर डिपेन्ड गर्छ चेक कस्तो टाइपको थियो। जेनरली चेक 3 प्रकारको हुन्छ। एउटा हुन्छ बियरर, अर्को अर्डर अनि लास्टमा आउँछ अकाउन्ट पेई। यदि त्यो चेक बियरर चेक थियो भने हजुरको खाताबाट 1 लाख गयो, खतम, टाटा, बाई बाई। किनभने बियरर चेक भनेको यस्तो चेक हो जुन चाहिँ हामीले ब्याङ्कलाई प्रेजेन्ट गर्यौँ भने ब्याङ्कले हामीलाई इजिली पैसा दिन्छ। मेरो नाम जेसुकै होस्, चेकमा मेरो नाम मिलेन भने नि इट डजन्ट म्याटर, ब्याङ्कले आइडेन्टिटी खोज्दैन। ब्याङ्कले सिर्फ चेक माग्छ, उसले पैसा दिन्छ, हजुरको पैसा गयो। अब त्यो चेक चाहिँ अर्डर चेक थियो भने यु आर सेफ है। किनभने अर्डर चेक नाममै अर्डर छ क्या, मैले जसलाई चेक काट्छु उसले मात्र पैसा पाउँछ। हामीले चेकमा बियररलाई काट्यौँ भने त्यो अर्डर चेकमा कन्भर्ट हुन्छ र ब्याङ्कले चाहिँ आइडेन्टिटी माग्छ। तिमी यो मान्छे हो कि होइन, मलाई प्रमाणपत्र देऊ, सिटिजनसिप देऊ, एनआइडी देऊ भनेर चाहिँ प्रमाणपत्र माग्छ अनि मात्र ब्याङ्कले चाहिँ हजुरलाई पैसा दिन्छ। सो अर्डर चेक सेफ भयो। योभन्दा नि सेफेस्ट भनेको चाहिँ अकाउन्ट पेई। अब यो चेक कसरी बनाउने? हामीले चाहिँ चेकको लेफ्ट कर्नरको अप्पर साइडमा 2टा प्यारलल लाइन खिच्दियौँ भने अकाउन्ट पेई चेक बन्छ। यो चेकमा चाहिँ अकाउन्ट होल्डरको खाताबाट अर्को बेनिफिसियरीको अकाउन्टमा चाहिँ पैसा डिपोजिट हुन्छ। हामीले क्यास चाहिँ निकाल्न पाउँदैनौँ, बट वी क्यान ट्रान्सफर मनी फ्रम वान ब्याङ्क अकाउन्ट टु अनदर ब्याङ्क अकाउन्ट। त्यही भएर चाहिँ चेक काट्दा मैले कुन चेक काटिरहेको छु भनेर याद राख्नुहोला अनि सकेसम्म चाहिँ बियरर चेक नकाटेर अर्डर चेक या पेई चेक काट्दा राम्रो हुन्छ। थ्याङ्क यू।